चारैतिर हरियाली सौरा वैशाखको पहिलो सातामा यहाँ आउँदा यहाँ सौरामा चाहिँ लहल धान बाली चाहिँ देख्न सकिन्छ। यहाँका किसानले चैते धान चाहिँ खेती गरिसकेका छन् र चितवनको खेतीको बारेमा चाहिँ एउटा के भनाइ छ भने यहाँको खेत चाहिँ प्राय बाँझो हुँदैन, अर्थात् वर्षमा 3 बालीसम्म यहाँ किसानले गर्छन्। सिँचाइ सुविधा उपलब्ध छ भने त्यसै अनुसार, नत्र त्यहाँ पर देख्न सकिन्छ त्यहाँ बोरिङबाट पनि पानी सिँचाइ गरेर चाहिँ यहाँ काम चलाइरहेको अवस्था त्यहाँ देख्न सकिन्छ। र यहाँ प्राय चारैतिर हेर्दाखेरि चाहिँ यहाँ कुनै पनि खेत बाँझो देखिएको छैन र किसानको चाहिँ एउटा यो मेहनतकै फल हो नै भन्न सकिन्छ। हाम्रो उता मध्य तराई भनौँ, पर्सा 12 रौतहटमा चाहिँ अहिले गहुँ बाली काटिसकेपछि सबै खेत चाहिँ बाँझो नै छ र अब आकाशे खेतीको भरमा चाहिँ असार 15 पछि चाहिँ उता धान बाली लगाइन्छ, त्यो पनि बर्खे धान बाली। र यो बर्खे धान बाली होइन, यो चैते धान बाली हो। र यो बालीको अवस्था यहाँको हेर्दाखेरि चाहिँ केही दिनभित्र चाहिँ यो अब यसमा चाहिँ धानको बाला पसाउने होइन त, पसाउन सक्ने अवस्था छ। र असार 15सम्म चाहिँ है केही दिनपछि भन्नाले 15-20 दिनपछि अलिकति त्यो अवस्था आउन सक्छ। र असार 15सम्म यो बाली भित्र्याएर फेरि बर्खे बाली चाहिँ किसानले लगाउन सक्छन्। मसँग हुनुहुन्छ मित्र हिमाल लम्सालजी। धान खेतीको बारेमा तपाईँ यहाँको के बुझाइ छ त? धान खेती यो एकदम यो धानको बाला, यो धानको रोपो भन्छ यसलाई, रोपो बढिरहेको छ, एकदम उन्नत खालकै चाहिँ देखिन्छ। पानी पनि त्यो पक्कै पनि बोरिङबाट निकालेको जस्तो पानी छ। यो धान चाहिँ एकदम निलो खालको चाहिँ मोटो खालको देखिएको कारण यहाँ नजिकसम्म त्यो ताजा पानी आएको जस्तो देखिरहेको छ है भर्खरै जस्तो देखिएको कारणले गर्दा यसको उब्जाउ चाहिँ राम्रै हुन्छ जस्तो लाग्छ। यसको चाहिँ गाँज राम्रो लागेको छ, यसले चाहिँ पक्कै पनि उत्पादन चाहिँ बढाउँछ भन्ने चाहिँ सङ्केत देखिन्छ। चितवनको बारेमा चाहिँ हामीले पहिलेदेखि सुनिरहेको हो। चितवनका किसानहरू धेरै मेहनती छन् र उनीहरू चाहिँ सकेसम्म खेत बाँझो राख्दैनन्, 3 बालीसम्म आरामले भित्र्याउने, नभए बिचबिचमा मकै तरकारी खेतीहरू पनि विभिन्न जातका गर्ने। त्यसरी गरेर पनि यहाँका किसानहरूले चाहिँ एउटा यो खेतको चाहिँ राम्रो सदुपयोग गर्ने यहाँ भनौँ नेपालमै सबैभन्दा परिश्रमी किसानको रूपमा चाहिँ छवि बनाएका छन्। त्यस कारण देख्न सकिन्छ। र यो मैले यो भिडियोमा देखाउन के खोजेको भने हामी अब यो भित्री मधेसका जिल्लाहरू हो यो चितवन चाहिँ, र हामी उता मधेस भन्यो, मध्य तराईमा बस्ने किसानहरूले चाहिँ यो शैलीको अनुकरण गर्नैपर्छ। यहाँ देख्न सकिन्छ यहाँ कुलोको सिँचाइ नभए पनि यहाँ बोरिङ सिँचाइ गरेर यहाँ किसानले यहाँ सिञ्चित गरिरहेका छन्। पानीको अभाव केही दिन यता पानी त्यति परेको छैन भन्ने सुनियो। पक्कै पनि किसानले मेहनत गर्ने हो भने यसरी नै अहिले यो वैशाख भनौँ न मध्य गर्मीको समयमा पनि चैते बालीबाट पनि आफ्नो खेत लहल गर्न सकिन्छ। र 3 बाली 4 बालीसम्म उब्जाएर पनि किसानले चाहिँ राम्रो कमाइ गर्न सक्छन् भन्ने चाहिँ एउटा उदाहरण होस् भनेर चाहिँ हामीले एउटा छोटो भिडियो बनाउने प्रयास गरेको हो। हिमालजीले त नागरिक दैनिकको आर्थिक बिटमै काम गर्नुभयो, त्यतिखेर अनुभव केही छ चितवनको खेती किसानीको बारेमा? चितवनमा अब खेती किसानीमा मैले त यसको बारेमा एउटा पर्यटनको बेसी सुने, अनि पोल्ट्री फार्मको रूपमा चाहिँ चितवन अरूभन्दा तरकारीहरू पनि यहाँ चाहिँ खेतीहरू चाहिँ विभिन्न सिजनल तरकारी अरू खेतीबालीहरू रोपिन्छ। अब यति नै उत्पादन, यति मेट्रिक टन यति उत्पादन हुन्छन् भन्ने त त्यो त आँकडा चाहिँ मलाई चाहिँ थाहा छैन। तैपनि चाहिँ चितवनको माटो मलिलो छ र उब्जाउशील छ, खेतीपाती राम्रो हुन्छ भन्ने सरसर्ती हेर्दाखेरि त्यो भन्न सकिन्छ। धन्यवाद। ल कमसेकम यो भिडियोले चाहिँ किसानहरूलाई थोरै भए पनि प्रेरणा मिलोस्, हाम्रो यही शुभकामना छ।